नेपाली ब्रोले डिभोर्स के दिन श्रीमती माथि खुकुरी प्रहार। ए भगवान के सुन्दैछु त नेपाली ब्रो भन्ने यो छ नि यसले आफ्नै श्रीमतीको हत्या गरेको छ के। ए भगवान उनले हिजो भर्खर टिकटक बनाएर राखेकी थिइन् के अनि यिनीहरुको पहिला पनि डिभोर्सको हल्ला चलेको थियो अनि मिलेर बस्ने भन्ने कुरा पनि चलेको थियो हैन। वाद विवादहरु त आइसकेको थियो तर हिजो यो नेपाली ब्रो भन्ने मान्छेले नेपाली ब्रोले डिभोर्स के दिन श्रीमती माथि खुकुरी प्रहार, उपचारका क्रममा मृत्यु भएपछि प्रहरीमा आत्मसमर्पण। सामाजिक सञ्जाल टिकटकमा नेपाली ब्रो नामले निकै चर्चित बनेका कुमार थापा मगरले एउटा यस्तो आत्मघाती र क्रूर अपराध गरेका छन् जसको खबरले कसैको पनि आङ सिरिङ हुन्छ। श्रीमान श्रीमती बीच लामो समयदेखि चलिरहेको विवादपछि अदालतमा डिभोर्सको अन्तिम सुनाई हुने तय भएको दिन नै कुमारले आफ्नै श्रीमतीमाथि निर्मम तरिकाले खुकुरी प्रहार गरेका थिए। खुकुरीको गम्भीर चोट लागेपछि हतार हतार अस्पताल पुर्याइएकी ती महिलाको उपचारकै क्रममा दुःखद निधन भएको मृतकका आफन्तले पुष्टि गरेका छन्। छुट्टिन खोजेकै थियोस् तर त्यस्तरी अर्काको छोरीलाई किन मार्न पर्यो? कसको बुढी? कुमारीको नेपाली ब्रो भने दर्शकबिन काठमाडौँको तारकेश्वर नगरपालिकाबाट सनसनीपूर्ण खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा नेपाली ब्रोको नामबाट परिचित बनेका रेसलर कुमार थापाले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले मारेको समाचार बाहिरिएको छ। करिब हैन के कस्तो यो जस्तो मान्छेले त यस्तो खालको व्यवहार गर्छ भने अरूले के गर्छन् के? कस्तो सोच्नै नसक्ने के। ए भगवान म त छक्क परे के होइन होला जस्तो लागिरहेछ के। अझै पनि मलाई यो न्युजहरु देख्दाखेरि मारेको होइन होला यो फेक न्युज होला जस्तो लागिरहेछ तर उनको मृत्यु भइसक्यो के।